दुबईतिर है खैको पानी अब डुबाउँछ है कस्तो हुन्छ हेरौँ ल है साथीहरू अब हामी चाहिँ लाग्यो नुडल्स खानलाई मर्निङ गाइज वेलकम ब्याक टु न्यू डे न्यू भिडियोमा म हुँ भरत मगर आयो भाउजूहरू पनि एकदम आरामै सन्चै हुनुहुन्छ होला भन्दै आज म पनि एकदम सन्चै आरामै छु र आजको दिन हेर्न सक्नुहुन्छ हजुरहरूले होइन के भइरहेछ भनेपछि दुबईमा 2 सालपछि खास 2 सालपछि फेरि पानी पर्दैछ है साथीहरू पानी पर्दैछ हेर्न सक्नुहुन्छ आजको भिडियो चाहिँ यो इम्पोर्टेन्ट भनेको पानी परिरहेको देखाएको छु हेर्न सक्नुहुन्छ अब क्याम्प एरियातिर पानी परेर यस्तो है पुरा यो पानी आइरहेछ ठुला अब सायद ठुलो पानी परिरहेछ सायद डुब्छ होला सायद लाग्छ अहिले एकछिनपछि हेर्न सक्नु गाइस हेर्न सक्नुहुन्छ है आज पानी फर्स्ट टाइम पानी परिरहेछ दुबईमा पानी पर्दैछ अब पानी ओहो गाह्रो छ यस्तो ठुलो पानी परिरहेछ है ठुलो पानी परिरहेछ है हेर्न सक्नुहुन्छ जताततै पानी 2 सालपछि फेरि फर्स्ट टाइम परिरहेछ 2 सालभन्दा पहिला परिरहेको थियो ठुलो पानी पानी परेर पुरा डुबईतिर होइन आज पनि ठुलो पानी परिरहेछ दुबईतिर है खैको पानी अब डुबाउँछ है कस्तो हुन्छ हेरौँ अब पानी परिरहेछ होइन डुबाएपछि हेर्न सक्नुहुन्छ अहिले चाहिँ पुरा भरिसक्यो यो पानी आयो यता यो अब एकछिनपछि पुरा भरिन्छ फेरि यतातिर पानी तल जाने ठाउँ छैन क्या पानी सबै यहीँ यो भरिहाल्छ है पानी यो ढलान छैन नेपालतिर अब पानी पऱ्यो नि पुरा बग्दै जान्छ होइन र त्यस्तो छैन गाह्रो छ मलाई पनि भिजाइसक्यो एकछिनमा हजुरहरूलाई पुरा देखाइदिइसकेको होइन पानी परेको रमाइलो पनि छ फर्स्ट अब पानी परिरहेको छैन धेरै दिनपछि पानी परिरहेको छ होइन यसो ओहो के हो यो अब हेर्न सक्नुहुन्छ पानी पुरा यो यता यो मजा ओ बाजी क्या हाल है बारिश आ रहा है थोड़ा वीडियो बना दो उधर से सही है दे दो मैं बने हाँ पाजी भी अब वीडियो बनाएगा हम छतरी लेके आया छतरी छतरी दे हेड वाला है इधर आ जा थोड़ा इधर से बना दो हाँ जी हाँ पाजी का वीडियो बना आज हाम्रो पानी परिरहेको एकछिनमा पाजीको भिडियो पनि बनाइदिइसक्यो अब चाहिँ हामी यसो घुमिरहेको छ होइन अब के भन्छ एकछिनपछि नास्ता खान जाँदैछौँ अहिले पानी तपाईँहरूलाई पानी परेको देखाइदिइरहेको छु होइन दुबईमा यस फर्स्ट टाइम है फेरि फर्स्ट टाइम भन्नाले 2 साल बाद धेरै पछि पानी परेको हेर्न सक्नुहुन्छ अब यहाँ हेर्नु छ भने डुबिहाल्छ एकछिनपछि पुरा भरेर सबै डुब्छ कि एकछिनपछि यो यता पनि यो गार्डनतिर पनि यो पुरा भरिन लागिसक्यो पानी होइन यता माथि हेर्न सक्नुहुन्छ यो पानी परिरहेको छ मजाले रमाइलो पनि लागिरहेछ पानी परेको छ है पानी परेको माथि नै डुब्यो पानी नै परिने थियो होइन पहिले पानी पर्दाखेरि रमाइलो पनि लाग्छ हल्का फुल्का म भिजिसकेँ यसो के भन्छ अरे रमाइलो लागेर बाहिर निस्केर भिडियो बनाइरहेको होइन हजुरहरूले देखाइरहेको अब हामी चाहिँ जाँदैछौँ नास्ता खान लागि जानु पऱ्यो साथीहरू है ओ पर जानुपर्छ यो पुरा त्यो भइसक्यो भरिसक्यो पानीले ओहो यहाँ पनि यो पानी ओहो गाह्रो छ यार यस्तो पानी पनि नपर्दाखेरि पानी परेन भन्ने पानी परेपछि पुरा डुबेर हेर बस्नै नसक्ने भइसकेको छ गाह्रो छ हेर्नु छैन पुरा पानी यो सानो परिरहेको छ है अहिले चाहिँ आइरहेछ अब हामी चाहिँ जान्छौँ नास्ता खान लागि अघि चाहिँ धेरै ठुलो परिरहेको थियो है पानी चाहिँ अहिले चाहिँ सानो भइरहेछ अब चाहिँ हामी कप खानु पऱ्यो क्या नास्ता चाहिँ खाएर आउनेछौँ अब नास्ताको लागि जाँदैछौँ तयार म चाहिँ खान्छु नास्ता गर्दै हो है नास्ता अब मजाले मैले भ्याइसक्यो अब खायो ल है साथीहरू अहिले चाहिँ म चाहिँ मार्केटभित्र आइसकेको छु मार्केटमा अब हामी लैजान्छौँ नुडल लिएर खानालाई हो अब मार्केटतिर
हेर हेर नुडल पुरा त मेरो गाउँले एउटा क्यारेक्टर त लिनु पऱ्यो नि क्यारेक्टर त लिनु पऱ्यो नि हुन्छ हुन्छ ठुलो छ क्या यता कोरिएर पायो 10 वाला छ त ए लैजाऊ केही होइन 3 जना त छौँ र ल हामी किङ ल्याइदिएको छौँ है किङ नुडल्स अनि 3टा भयो अब चाहिँ उता हाम्रो के लैजाने सब्जी भेजमा के लैजाने हो भेज ल ल ल ल ल ल लागेको टक 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 रमाइलो गरेर अब एउटा म सरब लिन्छ है म चाहिँ अब सरब तपाईँलाई ढुन्न लाग्यो सरब ल्याउँदैछ सरब मैले युज गर्ने चाहिँ यो हो यो सरब कति केजीको यो 2.5 केजी अरे यार धेरै भयो यही ल है अब बनाउनु पऱ्यो है भाँच्चा मारेर रहेछ यार पुरै डल्ला भाँच्चा मारेछ डल्ला हाम्रो गाउँले बनाउँदैछ है चाउ के को खिर लिन्छ नि बनाउनु पर्यो नि यस्तो मिठो बनाएर है आज गजबले तोर केटीले बनायो भने राम्रो हुनु पऱ्यो होइन लेबर मान्छे लेबरले यही खाने त हो नि हाम्रो ब्यापी मान्छे पुरा मिठो अलि राम्रो महँगो खाने होइन लेबर मान्छेले यस्तै अन्डा खाने यस्तै चाउचाउ खाने यो चाउचाउ भने नेपालको अन्त नेपालमा बनिएको कि कहाँ यो वाइएसर नेपालकै होला धेरै हालेको मैले एकछिन 2टा मान्छेहरू 2 4 6 7 8 9 10 मा हालेको मैले यहाँ 10 एउटा 2टा 3 4 5 12वटा गइसकेको छ यो पनि मिक्सरमा घुवाइ पारिदिउँ त थाहा छ यो मान्छेले बिगार्छ भनेर अहिले हाटमा मान्छे भाइसँग अठाउँ न यो लागेको थिएन क्या राम्रोसँग लागेको थिएन नि त यसो गरेपछि गइहाल्छ नि त लागेर हुन्छ क्या ल साथीहरू अब हामी चाहिँ लाग्यो नुडल्स खानालाई एक थाल चाउ मुकबाङ भन्ने मुकबाङ कोरियर खाने भन्छ चट्नी कल बोलाएर कहिले चट्नी हाल्ने त्यहाँ छैन हालेर अन्त यसैमा छ पनि अहिले मेरै क्याम्पको पार्कतिर छु है साथीहरू हेर्न सक्नुहुन्छ सबैजनाले हाम्रो बसाइसको यस्तो छ है यस्तो छ अब हामी चाहिँ यस्तो पारामा हेर्न सक्नुहुन्छ है पुरा रुख छ है पिपलुको बोट है पिपलु छायाले दिल चोर्यो मायाले सुन्छ हारी सुनैको खानीमा दिल बस्यो पोखरेली नानीमा दिल बस्यो पोखरेली नानीमा हे राप्ती अञ्चल फुल जस्तै नानीको मनै चञ्चल फुल जस्तै नानीको मनै चञ्चल ल साथीहरू अहिले चाहिँ म चाहिँ पार्कतिर बसिरहेको छु होइन अब चाहिँ हाम्रो नास्ता पनि खाइयो होइन चाउ नुडल्सहरू खाएर यसो अब चाहिँ यस्तै हो डुबेको होइन बिहान चाहिँ पानी परेको थियो अहिले अलिअलि घाम गरेको छ हल्का बादल पनि छ पछातिर होइन पानी पनि धेरै परेन पहिलाको जस्तो परेन अलिअलि परेको थियो त्यही नै हो परेन अब यस्तै हो अब चाहिँ अनि हजुरहरूले आजको भिडियो चाहिँ कस्तो लाग्यो होइन राम्रो लागेमा लाइक सेयर कमेन्ट गर्नु होला र नयाँ हुनुहुन्छ भनेपछि सब्सक्राइब पनि गरेर जानु होला यता अब तपाईँहरूलाई
सब्सक्राइब गर्नलाई कुनै पनि पैसा लाग्दैन होइन एकछिन थिचिदिनु होला बरु भिडियो नहेर्नुहोस् केही भने सब्सक्राइब चाहिँ गरिदिनु होला भन्दै आजको भिडियो त बिदा हुन चाहन्छु नमस्ते हजुरहरू सबै राम्रो रहनु होला राम्रो बस्नु होला भन्दै बिदा हुन्छु बाई बाई